Hey guys, welcome back to my channel. सबलाई स्वागत छ आजको मेरो यस भ्लगमा। सो आज चाहिँ म भोमर चाहिँ हजुरआमा जाँदैछु सोलो भनौँ 3-4 किलोमिटर छ यहाँबाट बेसीमा हो। सो हेर्दै गर्नु होला है बाइकमा अब। सो गाइज अनि अहिलेको समय चाहिँ 4 बजेको छ दिउँसो भन्छ बेलुका भन्छ इभिनिङ टाइम भएको छ। ओके त्यसमा चाहिँ के गर्ने कुरा हो नि यो चाहिँ हेर्ने हो त्यहाँ नि त्यहाँबाट हेर्नु इ यस्तो हुन्छ त्यो भाडा यहीँ हो त देख्नु मन जोडेको त्यही आउने हो त्यो के भने त त्यहाँ गीत गाए कि के भने यही गीत गाउनु हो क्या के गर्नु पर्छ त्यसले आफूले आफूले दिने भएको पहिलो रेकर्ड भएको रेकर्ड भिडियो रेकर्ड ल चामल पनि किन्ने हजुरआमालाई। सो गाइज अब यहाँबाट सिधै भुमर चाहिँ लागिन्छ यहाँबाट तल 25 किलोको 25 किलोको चामलको बोरा ए बिल नआयो यार बाइकमा त। यो हन्डा साइन चाहिँ मैले धेरै पैसा चलाएँ कि XR चलाएको यसको फेरि ब्याट्री डाउन भयो फेरि यो चलाएँ XRको ब्याट्री डाउन हुन्छ अनि घरि स्कुटरको ब्याट्री डाउन हुन्छ। हन्डाको चाहिँ ब्याट्री डाउन चाँडै हुँदो रहेछ। सो आजको मौसम चाहिँ एकदमै हुस्सुलाएर होइन चिसो जस्तो त्यस बादल चाहिँ पुरै लाहा होइन खुल्ला आकाश चाहिँ छैन पुरै बादल आएर के भन्ने यस्तो छ कि गाउँको मौसम कस्तो यो चिप्लो घ्यार टङ स्प्लिक भएको भनौँ। यो हो पाउरोटी भण्डार यो ठाउँको नाम चाहिँ पाउरोटी भण्डार पौवा मणिपुर पाउरोटी भण्डार रहेछ। पौवातिर आइपुग्यो गाइज। सो ओहो हेलो है तेरी स्टार्ट भयो यार। हेलो घर कहाँ हो मिल्दैन यो मलाई चिनेन क्या मैले कहाँ जान्थ्यो काखमा जाने काखमा नहाल्ने पर्दैन अब म हेर्नु थाल्छ मलाई चिन्छ को हो रे म ल म जान्छु ऊ चाहिँ कता घुमेर जान्छ रे यहाँ काम छ भन्यो। सो लाटो माइला भनौँ एकदमै मलाई सानोमा माया गर्ने मान्छे हेलमेट नलाइकन बोलेको चिनेन के अनि हेलमेट खोलेको त ए सरप्राइज ऊ चाहिँ बोल्न सक्दैन त्यही हो गाइस थार पास भयो।
सो गाइज भोमर चाहिँ आइपुग्यो अनि यो सो गाइज अहिले म भोमरसम्म आइपुगेको छु अनि हजुरआमालाई भेटेँ सो यसो बारीतिर यसो छिरेँ त्यहाँ फलफुल खानलाई केराहरू अनि यहाँ चाहिँ एकदम पिसफुल छ क्या हजुर खै ठुलो थाहा भएन मलाई त थाहा भएन मलाई त हिजो बेलुका हो कि अहिले बिहानका हो हजुर अहिले बिहानका हिजो बेलुका हिजो जानुभयो हिजो त आज आउनु पर्यो गाडी तपाईँ अघि हिँड्नु भएन फेरि फर्किनु भयो त फेरि होइन अहिले चिया पकाएको थिएँ ठुलोबालाई दिन्छु भन्थेँ 2 कप पकाएको थिएँ ठुलोबाले? फेरि राखेर आएर मामा कहाँ आएर बसिरहेको छन् मामा कहाँ बसेको होला थाहा भएन मलाई त अब सोध्नु घर गरेर सोध्छु म त घर गरेर सोध्छु आइहाल्नुहुन्छ नि के बाबा नि कहाँ हो होइन खानु नि यहीँ पकाउनु खानु है यहीँ पकाउनु यहीँ खानु चाहियो भने भन्नु बरु होइन भन्नु नि ल्याइदिइहाल्छ नि त्यही त खतराखुरी ल्याइदिनु पर्छ हजुरआमालाई फ्याटफुट पारे आमाले यसो गऱ्यो भने नि तपाईँले फ्याटफुट पार्नुपर्छ हजुरआमा पाले कि किङ फिसर पनि पाउँदो रहेछ है हाम्रो ठाउँतिर यो हाम्रो प्रेम ठुल्पाको घर हाम्रो वकिल दाइ कहाँ हुनुहुन्छ छैन हाम्रो अर्को हजुरआमाको घर ल यहाँ त अर्को बनाउनु नयाँ घर बनाउनु भएको छ त ठुलुवा पुरा म प्रायः बाहिर बसेको अहिले धेरैले चिन्दैनन् मलाई च्याप्प लाएर अहिले हेलमेट लाएर बोल्दा नि सिमल टार यो ठाउँ चाहिँ प्याराग्लाइडिङ ल्यान्ड हुने ठाउँ हो माथि डाँडाबाट चाहिँ प्याराग्लाइडिङ टेक अफ हुन्छ भने यहाँ चाहिँ ल्यान्ड हुन्छ यी ठाउँमा अब अगाडि बढौँ सो यहाँबाट राइट के हो यता गर तिमीलाई भेट्न गयो बनाउ जानला हजुरआमा भेटेर आयो क्या सिमलटार कहाँ जानला तिमी जान्छौ बल खेल्न गयो भने हिजो ल ल कुरा भेट्न जानु